दर्शन नमस्ते अनि सेवारो सम्पूर्णमा आई होप हजुर सबैजना सन्चै नै हुनुहुन्छ। म पनि सन्चै नै छु। आज चाहिँ फेरि पनि मैले आफ्नो नयाँ भिडियो स्टार्ट गरिसकेको छु। देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा म चाहिँ फेरि पनि किचनमा आइसकेको छु साथीहरू। अनि आजको भिडियोको बारेमा त टाइटल हेरेर थाहा पाइसक्नुभयो होला। हजुर हो, आज चाहिँ म चाहिँ फर द फर्स्ट टाइम घरमै आफैले आलु भरेको समोसा बनाउँदैछु साथीहरू। अनि मैले चाहिँ अघि नै डो बनाएर राखेको छु अनि आलु पनि बोइल गरेर राखेको छु। अब चाहिँ सब्जी बनाउँछु। अनि फेस कस्तो कस्तो देख्नुभएको होला, मैले भर्खर मेकअप गरेर फेस वास गरेको थिएँ, त्यही भएर त्यस्तो देखिएछ। मोइस्चराइजर पनि लाग्छ छैन, माइन्ड नगर्नु होला। भिडियो अन्तिमसम्म हेर्नु होला, नछुट्नु होला है त। कि वाचिङ। पिठो चाहिँ यतिको भइसकेको छ साथीहरू। म चाहिँ आलुको सब्जी बनाउँदैछु। यहाँ चाहिँ म चाहिँ थोरै जिरा र ज्वानो फुराइदिन्छु। अब त्यसपछि भने चाहिँ हल्का खरिएपछि चाहिँ प्याज हरियो खुर्सानी मजाले चलाइदिन्छु। अब चाहिँ हाम्रो फिलिङको लागि आलुको सब्जी रेडी भइसकेको छ साथीहरू। अब चाहिँ माथिबाट टपिङको लागि चाहिँ म चाहिँ लट्स अफ धनियाँ हालिदिन्छु, किनभने धनियाँ सस्तो छ। अब यो सेलाइन्जेल चाहिँ हामी चाहिँ अघि मुछेर राखेको डोलाई बेल्न थालौँ है त। अघि मुछेर राखेको डो चाहिँ यस्तो देखिएको छ। मैले चाहिँ यो समोसा चाहिँ आफूले चाहिँ घरमा चाहिँ फर्स्ट टाइम बनाउँदैछु साथीहरू। हेरौँ कस्तो हुन्छ। अब यसलाई चाहिँ बेलेर
ट्राई गरौँ है। यस्तै जस्तो त लाग्छ कि हुँदैन कि के हो साथीहरू। यो तेस्रो लट बेल्दैछु साथीहरू। त्यो बेल्दै काट्दै गरेँ कसो गर्दा पनि उपाय लागेन कि एउटा हातले बेल्न अप्ठ्यारो हुन्छ। मैले राखेर बेल्छु तर हेर मेरो पानी चाहिँ कस्तो हुन्छ। कोसिस जारी छ साथीहरू तर मैले नजानेको कि के भयो कसरी गर्ने होला भन्नु। यस्तै गर्छु जस्तो लाग्थ्यो लाग्नलाई त। जान्न चाहिँ नजान्नु त्यही पनि के गर्न मन लाग्ने कि। अब यसमा थोरै सब्जी राखेर हेर्नु बल्ल बल्ल यतिको भएछ। 4 चोटि 5 चोटि बेलेर यतिको बनाउँछु। आइडिया नभएर होला हेरौँ। What is this यार? के बनाउँछु भने के भयो यस्तो पो भयो त। कस्तो अब यस्तो अब यस्तै खाना साथीहरू समोसा त यस्तो पो भन्छ। यसलाई कसरी राख्ने यस्तो कस्तो पेटिस जस्तो भन्छ पुरै गएर। अब यसलाई ट्राई गरौँ। गाह्रो छ काम गर्न पनि गाह्रो छ नगर्न पनि। यस्तै गरे जस्तो लाग्छ। के गर्ने यसलाई लेन्थ लामो भयो तर बनाउनु यसरी रहेछ कि। अब यस्तो गरिदिन्छु डम्प्लिङ। अब बेलेर अब चाहिँ बन्छ कि। लेट्स सी है गाइस। मेरो भिडियो हेर पेट मिची हाँस्नुहुन्छ ल। अब यस्तै गरे जस्तो लाग्छ। यस्तै हो होइन यस्तै त यस्तै हो अनि यस्तै त हुन्छ नि समोसा। अच्छा त्यो अलिक सानो भयो। अब यो अलिक लामो हुन्छ। बल्ल बस्यो यसलाई राखेर हेरौँ। त्यसपछि मेरो यो डम्प्लिङ यो फेरि पेटिज लो फ्लेम गरेछु मैले चाहिँ। तेल धेरै नै खरिएको छ। हेरौँ रिजल्ट अहिले एकछिनबाट कस्तो हुँदो रहेछ साथीहरू। फाइनली यतिको सम्मको चाहिँ बनाएँ। यहाँभन्दा चाहिँ मबाट भएन यस्तो भयो। यहाँ अलिअलि बन्दैछ। तेल थोरै छ क्या मैले पकाएको तेललाई नराख्ने हिसाबले। यो लास्ट हो। अनि बाबा रोशन सर अनि फुल मम्मी चाहिँ खाइसक्नुभयो। यो चाहिँ फाइनल हो। अब फाइनली मैले बनाएको समोसा चाहिँ यतिको देखिएको छ साथीहरू। कोही धेरै डढेको छ कोही कम डढेको छ। कस्तो क्रन्ची भयो बिलिभ गर्नुहुन्न होला साथीहरू। मैले फर्स्ट टाइम ट्राई गरेको हो। सेप जस्तो सुकै भए पनि क्रन्ची भएछ।
वाह 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 लाजवाब जाँदै सक्यो मेरो हातमा साथीहरू सेपमा नजानु होला एकछिन त अलमल्ल पर्थ्यो म कसरी बनाउनु ट्रायङ्गल भनेर क्या वान फिलिपे कति क्रिस्पी छ भनेर आफ्नो हातले आफैले किस खाइदिउँ क्या सो ओके गाइज भिडियो यस्तै यस्तै भयो कन्टिन्युसली बनाउनु भने पाइनँ मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएको धेरै धेरै धन्यवाद भन्न चाहन्छु अनि भिडियो मन परेमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त